हेलो नमस्ते, मेरो नाम चाहिँ अनिशा राई र मैले चाहिँ काठमाडौँमा चिया बेच्ने बिजनेस स्टार्ट गरेको छु र आज चाहिँ मेरो तेस्रो दिन है त। तेस्रो दिन हिजो चाहिँ मलाई एक ठाउँबाट अर्डर आएको थियो कि चिया मात्र होइन, चियासँग रोटी र सब्जी पनि ल्याउनु न भनेर एक ठाउँबाट अर्डर आएको थियो। अनि मैले आज चाहिँ रोटी र सब्जी पनि बनाएको छु। मेरो यहाँ सबै सेट रेडी भइसकेको छ है त, म हजुरहरूलाई देखाउँछु है त। यो चाहिँ चना आलुको सब्जी बनाएको छु। अनि यहाँ चाहिँ सुक्खा रोटी छ है त, म हजुरहरूलाई खोलेर देखाउँछु। र यहाँ चाहिँ रोटीहरू रेडी भइसकेको छ। अनि यता चाहिँ चिया रहेको छ है त। यहाँ चाहिँ यो चाहिँ दुध चिया हो, यो चाहिँ कालो चिया हो है त। अनि यता चाहिँ फोकस नै गरेन। यहाँ चाहिँ प्याज, खोर्सानी, कागती छ है त। र मेरो सबै सेटअपहरू रेडी भइसक्यो है, सब रेडी भइसक्यो। र अहिले चाहिँ 5:30 हुन लाग्यो। म चाहिँ जान लागेको है। सो म चाहिँ आज भद्रकाली मन्दिरमा आएको छु। मेरो स्पोट चाहिँ यही हो, यहीँबाट मलाई अर्डर दिनुभएको थियो है। मेरो कस्टमरहरू चाहिँ यहाँ हुनुहुन्छ, उहाँहरूको रिक्वेस्टबाट लिएको मैले। सो मैले चाहिँ मेरो यहाँ राखेको छु सामानहरू। आज चाहिँ म हतार भएर मैले पर्सै ल्याउनु बिर्सेछु है। हेर न, प्लास्टिकमा हालेर प्लास्टिकमा पैसा हालिरहेको छु। दिमाग पनि कता कता गइसक्यो मेरो। कालो चिया हुन्छ।
ल उहाँलाई एक कप चिया दिनु है त भाइ यो त मलाई नदिने मसँग खुल्ला पैसा छैन 5 रुपियाँ चाहिँ 5 रुपियाँ राख्नु है एउटाको 50 दिँदा मलाई हजुर 50 हाल्नु न कति हाल्नु 50 रुपियाँ हाल्ने हो एउटाको 50 दिन्छ हो चल नौनी घुस्दै कक्षा छ हुँदैन नौनी तर अहिले चाहिँ 10:30 भयो र मैले लिएको जति सबै सेल भयो है आज चाहिँ सो खुसी छु अहिले चाहिँ घर जाँदैछु हस् त बाई बाई यो चाहिँ मेरो फर्स्ट ब्लग भइरहेछ है त फर्स्ट टाइम मैले ब्लगिङ गरेको है त त्यही भएर अब एङ्गलहरू केही मिलेको छैन एडिटिङ मिलेको छैन अनि मैले के बोलेँ सायद उल्टो पाल्टो पनि बोल्न सकेको हुन्छ होला डोन्ट माइन्ड है त बिस्तारै बिस्तारै इम्प्रुभ हुन्छ होला है त ओके बाई बाई